भिडियो है ल आज चाहिँ तपाईहरुले यो हामीले चाहिँ के हुन्छन् भन्दाखेरि बनाएको यो सर्किट जुन सर्किटको नाम क्ल्याप स्विच सर्किट र यो अचिभमेन्ट भनेको चाहिँ यो ग्रीन भ्याली एकाडेमी इंग्लिश बोर्डिङ स्कुलको बाट हो। त्यसैले चाहिँ जे होस् हामीले यो क्ल्याप स्विच सर्किट बनाउनमा सफल भयो र तपाईहरुले पनि चाहिँ के हुन्छ भन्दाखेरि वास्तवमा यो क्ल्याप स्विच सर्किटले कतिको काम गर्दो रहेछ भन्ने कुरा तपाईहरुले म देखाउन गइरहेको छु। हस् त हस् त यही हो हाम्रो यो ग्रीन भ्याली एकाडेमीको अचिभमेन्ट। थ्यांक यू सो मच फर अल अफ यू। हेरिदिनु भएकोमा धन्यवाद र त्यसै गरी चाहिँ यसलाई सब्स्क्राइब हैन लाइक सब्स्क्राइब शेयर गरिदिनुहुन्छ भन्ने आशा गर्दै हस् त धन्यवाद।